Hello guys, आज नोभेम्बर 9 हो नोभेम्बर 9 स्याटरडे अनि हामीले चाहिँ चटपटे बनाउने सोचेको छौँ। हामी अझै बनाउँदैछौँ। 4 जना थियौँ तर एकजना एब्सेन्ट भयो धोका दियो हामीलाई। अनि 3 जना बनाउन आँटेको छौँ। कस्तो हुन्छ बनिसकेपछि सबै पुरै भिडियो देखाउँछौँ। खाएको पनि तपाईँहरूले प्रोसिडियर हेर्नु। हामी यहाँ भुजाहरू योहरू हालिसक्यौँ। यहाँ चाहिँ प्याज चाहिँ काटिँदैछ। हामी चाहिँ कलेजमा छौँ है अहिले। कलेजमा हाम्रो बायोमेडिकल इन्जिनियरिङ कलेज। तिम्रो पनि देखाउनु फ्रन्ट क्यामेरा। अब चाहिँ हाम्रो आलु चप के अरे के भन्छ चप हुँदैछ। कति यस्तो काटिरहेको छ न हामी। ट्रेन छैनौँ तैँले अलिक स्लो भयो अलिक छिटो काटेर चटपटे मसला कति छिटो काट्छ क्या आलु झन् मजाले यसरी। अब हामी विदेश गए चाहिँ यही काम गर्ने, चटपटे बनाउने अनि बेच्ने। कति रुपियाँमा अरे? कति डलरमा? $200 $10 पर प्लेट। $10 आएको त्यति खुसी। एकजनालाई त दिइहाल्यो दोकान, विदेशमा नि दिन्छ कि विदेशमा झन् धोका दियो भने त कसको हार दिन्छ। कसको आश गर्नु। साथीकै भरमा गएको हुन्छ विदेश। त्यही यो चाहिँ काजल कालु है। अघि 3टा चाहिँ आराधना कालु। ए हो, यो चाहिँ मेरो थियो। कति सानो होला यो? सानो अरू ठुल्ठुलामा कहाँ आलुकै चटपटे हुन्छ। सबै हाल्यो भने अब हाम्रो लास्ट प्रोसेस हुन आँटेको छ। अब मोल्नु मात्र मोल्ने अनि मसला राख्ने अनि अमिलो राख्ने अनि मिठो भएर खाने। मसला हेर अझै अझै हुन्छ। नाइ यार ठिक्क हुन्छ। यतिले ए यो काजलले त तरकारी नै बनाउन आँट्यो कि क्या। यतिले पुग्दैन है। होस् यो वाला राख्नु। धेरै मसला भयो भने मिठो हुन्न कि। ए त्यसमा चाट मसला रहेछ यो त। चटपट मसला होइन, चटपट मसला लेखेमा चाहिँ चाट धेरै हुन्छ। भयो कि काजल भयो। यो तरकारी बनाउन आँट्यो। आलु पनि धेरै। यहाँ पिरो पिरो हुन्छ नि त। यसमा खुर्सानी राखेको छु कि मैले। धेरै मसला छैन। झन् हालिदियो मेरो मसला त। आलुहरू राखेछ, तिलहरू राखेछ। अनि यो बन्द गरेर मोलाउनु होइन अझै कागज हाल्ने है। पुग्यो पुग्यो धेरै अमिलो। टमाटर पनि हाल्नु के गर्नु आधी चाहिँ काट्छु चाहिने अनि त्यसपछि कोही त मलाई काट्ने। सो हाम्रो पिकनिक चाहिँ आज कलेजमा हुँदैछ। यो धारै नलाग्ने पो रहेछ। हात छैन क्या त्यसमा। धार बनाएर लिएर आउनुपर्ने थियो। टेस्टिङ है मुभमेन्ट अफ थ्रुथ। अमिलो हाल्ने ठिक छ। पिरो हेर त पिरो पिरो अलिक राख्नुपर्छ है। कालो तिमी हाल्नु क्या। धेरै अमिलो भन्नुहुन्छ। ट्राई गरेर त तिमी खुसी हेर चम्चा। ए खुसी त हातले खाँदैन नि। फेरि हामीले हातले गरिरहेछौँ। त्यही भएर त उसले प्लास्टिक मोले के अरे ए प्लास्टिकमा मोलो भने है। कागज अलिक चाहियो है। नुन हालेन क्या? नुन पनि हाले। नुन पनि हाल। नुन हाल्दा चाहिँ मेरो कागज निस्किएछ। तर कस्तो मिठो भए। यही घरमा बनाए मिठो हुँदैन। एक्लै थाहा भयो मिठो हुँदैन। उसले कति धेरै खायो भनेर नै खाइन्छ नि त होइन। कम्पिटिसन वाइज चटपटेमा कम्पिटिसन हुन्छ गाइज। अब हाम्रो सक्नुपर्छ यत्रो चटपटे 3 जना। भोलि इक्जाम छ। हामी चाहिँ यहाँ यस्तो पारा छ। नभन नि फेरि त्यो कस्तो भन्छ अहिले? ठिक छ। अनि कस्तो के नपुगे जस्तो भयो। नुन हो। नुन त भयो।
चाउचाउ हालिदिउँ न त है चाउमिन दालबाट हालिदिउँ फुटाउने फुटाउनु तिम्रो मेरो हात त यस्तो यहाँ भिडियो गर्छ भिडियो बन्द गरिदिउँ नैत्रमा यति यति मात्र खानु मन छ यार कमेन्टमा साँच्ची हाल्यो आउनु तपाईँ पनि जोइन हुनु तपाईँ पनि जोइन